हेलो वेलकम टु माई युट्युब च्यानल गाइजहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आई होप सबैजना ठिकै हुनुहुन्छ होला। म पनि एकदमै ठिकै छु। अनि अहिले चाहिँ म खाना खाएर यतिकै बसिरहेको थिएँ है, मोबाइल चलाउँदै। अनि ठ्याक्कै याद आयो कि म भिडियो ब्लग बनाउँछु आज चाहिँ भन्ने थियो मनमा। अनि त्यसपछि याद आयो अब स्टार्ट गर्न प्रो ब्लग भनेर, सो स्टार्ट गर्दैछु। अनि आज चाहिँ म मेरो फुपू दिदीकोमा जाँदैछु। अनि त्यहाँ चाहिँ मेरो दिदी आउनुभएको छ कि, फुपू दिदीको छोरी। अनि दिदीलाई भेट्न जाँदैछु। अनि एक्साइटेड पनि छु। हेर्दै जानु होला आजको ब्लग अन्तिमसम्म के हुन्छ म देखाउँछु सबै। अनि दिदी अर्को दिदी पनि आउनुभएको छ। उहाँ चाहिँ एकदम रमाइलो छ कि, मलाई फोन गरेर हिजो बोलाउँदै हुनुहुन्थ्यो। सो आज चाहिँ म जान लागेको। अनि अहिले जाँदिनँ, एकछिनपछि म नुहाउँछु गर्छु सबै काम भ्याउँछु। अनि त्यसपछि म हिँड्ने बेलामा फेरि अन गर्छु ब्लगलाई। हेर्दै जानु होला आजको भिडियो अन्तिमसम्म सबै देखाउँछु। कन्टिन्यू ब्लग। वेलकम ब्याक टु माई युट्युब च्यानल साथीहरू। अब चाहिँ म रेडी भएँ, खाजा खाएँ, नुहाएँ, कपडा धोएँ, सबै गरेर म चाहिँ अहिले बाटोमा छु। हेर्दै जानु होला। म भर्खरै घरबाट निस्केँ गाइजहरू। अनि यहाँ चाहिँ घरहरू छ नि त, सो भिडियो बनाउँदैछु म। हेर्दै जानु होला। अब धुलो हो कि साथीहरू यहाँ चाहिँ बाटोमा, सो हेर्दै जानु होला। मेन रोडमा चाहिँ म्याजिक कुर्नुपर्छ 2 घन्टा, म्याजिकै आउँदैन कि झ्याप्पा फेरि। धुलो छ साह्रै साथीहरू। अब यो घाममा बस्नु पर्ने हुन्छ। वाउ, तर आज चाहिँ म्याजिक चाहिँ आइरहेको है साथीहरू। आज चाहिँ कुर्न परेन म्याजिकलाई। यहाँ चाहिँ बुवा हुनुहुन्छ एउटा, यो चाहिँ चोक हो। अनि यहाँबाट चाहिँ म भित्र हो, मेरो बस्ने ठाउँ चाहिँ आयो। म्याजिक आयो साथीहरू। म्याजिक आयो भनेर पुरा अगाडि गएर रोक्न लागेको त होइन भन्दै सुइँ लिएर हिँडिरहेकै बिल्ला भयो नि मेरो। फेरि म फर्केर यहाँ सिकालोमा आएर बसेको के साथीहरू। यता चाहिँ कबाडी खाना हो। हेर्नु कस्तो स्पिडमा लिएर हिँड्छन् मेन रोडमा, बजारमा गाडीहरू। हो, एलर्जी आउँछ मलाई चाहिँ यो गाडी कुदाएको देख्दाखेरि। अहिले चाहिँ बाटो पिच भयो नि त, यहाँ यस्तो कुदाउँछन्। छुरुरुरु। बाटो पिच भएदेखिबाट त मजा भयो है। अनि हनुमान मन्दिर उताबाट आउँदै खाली आएको हो कि बिचमा झरेर हो? म अहिले वहाँ पर्सा ढाप भएर आएको। ए मेगौली पर्सा ढाप एयरपोर्ट। उहाँबाट सिधै मान्छे लिएर आएको। त्यहाँ छुट्टी भयो आजलाई। छुट्टी भयो। फाइनल्ली साथीहरू म म्याजिकबाट झरेँ है। अनि अघि के कस्तो बेइज्जत भयो मेरो। म्याजिक आयो भनेर रोक्नु भन्दै हात हल्लाउँदै गएको त सट्टै नरोकिकन गइदिरहेको के, बच्चाहरूलाई लिएर आएको रहेछ म्याजिकले। अनि
लाज लाग्यो कि मलाई त त्यहाँ मान्छेहरूले कस्तो हेरिरहेको थिए। अनि फेरि पनि अर्को म्याजिक आइहाल्यो। आज चाहिँ छिटो भयो म्याजिक आउन चाहिँ आज छिटो भयो, नत्र सधैँ आधी घन्टा कुर्न पर्थ्यो। अनि सो त्यही हो, हेर्न सक्नुहुन्छ यो मैले सधैँ भिडियो बनाउने ठाउँ हो। यहाँ चाहिँ एकदम रमाइलो लाग्छ क्या मलाई। अब अहिले चाहिँ पहिला तोरी हुन्थ्यो, अहिले चाहिँ मकै लाएको हाल्नु। यो देख्न सक्नुहुन्छ, म आउँदा डोब्दै थिएँ, यत्रो भइसकेछ मकै पनि। उता गाउँ छ अनि यहाँ चाहिँ यता पनि मकै नै छ। हेर्दै जानु होला आजको ब्लग कस्तो हुन्छ। हाँसिरहेको मलाई चाहिँ हाँसो लाउँछ यो मोबाइल तेर्साएको देख्ने पनि मान्छे हाँसिहाल्छ के। अनि सब कपाल बिगारेर हेर्नु न, यहाँ एउटा हातले मोबाइल समात्न पर्यो। गाह्रो छ मलाई। अनि त्यसपछि सबैजनाले भिडियो हेरिदिनु होला, माया गरिदिनु होला। ल हेर्नु, यता एउटा टिप्पर गयो, अगाडि आउँदैछ फेरि अर्को टिप्पर। सबजनाले भिडियो हेरिदिनु होला अनि लाइक कमेन्ट सब गरिदिनु होला है गाइजहरू। भिडियोमा चाहिँ हेर्नुहुन्छ, लाइक नै गर्नुहुन्न कि मेरो भिडियोमा चाहिँ। त्यही हो, अब कन्टिन्यूमा वहाँ पुगेपछि तपाईँहरूलाई देखाउँछु। फाइनली साथीहरू, म चाहिँ यहाँ मन्दिर अगाडि आइसकेँ। यहाँ चाहिँ मास्क लाउनु पर्ने हुन्छ के, लाज लागिरह मलाई। अनि यो चाहिँ अब त्यही मन्दिर हो, पछिल्लो भ्लगमा देख्न सक्नुहुन्थ्यो। यो चाहिँ शिवरात्रिको दिन म यहाँ सब सुट गरिरहेको थिएँ नि त। वही मन्दिर हो शिवजीको, जय शिवजी बाबा। देउरे हातले भयो नि ढोक गए, हेर्नु होला। राम्रो बनाएको यहाँ चाहिँ। हेर्दै जानु होला शिवजी लिङ्ग। अब यहाँबाट 2 मिनट बाँकी छ। आइसकेँ म न साथीहरू। हामी चाहिँ यहाँ दिदी, हेलो दिदी, सन्चै हुनुहुन्छ? हाम्रो दिदी हुनुहुन्छ आज, धेरै पछि भेट भयो दिदीसित। अनि यता बिनी के छ खबर? सब लदै राखन। यहाँबाट पनि रहेछ क्या है बाटो त। भनिसके कि अहिले गाइजहरू, अहिले चाहिँ हामी यहाँ अब मन्दिर हिँड्दैछौँ। हाँस्नु भयो। केही हुन्न। अब हामीले चाहिँ यहाँ दिदी आउनु भयो, दिदीलाई घुमाउन लिएर आऊँ। बिनी पनि फर्स्ट टाइम हो क्या है बिनी? होइन बिनी चाहिँ सेकेन्ड टाइम हो। अनि यो सबैजनाले फलो के अरे सब्सक्राइब गरिदिनु होला मेरो च्यानल। हेलो गाइस, वेलकम टु मनिषा च्यानल। सबैले सब्सक्राइब गरिदिनु होला भन्न। सबैले सब्सक्राइब गरिदिनु होला, नगर्ने मान्छेले पनि गरिदिनु होला। ल अनि सुन न, तिमीले मेरो भिडियो हेर्थ्यौ कि हेर्थेन ब्लग? मैले लाइक पनि गरेको छु र सब्सक्राइब पनि गरेको छु। अहिले आएर यस्तो घाँटी यहाँ लगाऊ खोल्नु मिल्छ त मन्दिर जान कि यति ढोका खोल्ने ढोका पनि भएन। दिदीले जान्नुभयो ढोका खोला चाहिँ। अनि साथीहरू अघि चाहिँ म आएँ, आउँदा आउँदै देखाइन दिदीहरूलाई। अनि मैले भनेको थिएँ नि दिदी आउनुपर्छ, यो दिदीको त भेट हुन्छ आज भन्ने
भएको धेरै समयपछि भेट भयो साथीहरू दिदीसित अनि यता बिनी मेरी दिदी बिनी भन्थेँ नि मैले वहीँ हुनुहुन्छ अनि उहाँले चाहिँ मेरो भिडियो लाइक कमेन्ट केही पनि गर्नुहुन्न बस कुरा मात्रै गर्नुहुन्छ अनि दिदी अघि बिनीले के भन्ने के अरे म नआउँदै के अरे मनिषा बहिनी आएर भिडियो बनाउनुहुन्छ भन्नुहुन्थ्यो देख्नुभयो गाइज मैले त भिडियो बनाइहाल्छु के अनि रुममा बस्दा झ्याउलाउँछ नि त एक्लै अनि यस्तो बाहिरतिर हिँड्दा चाहिँ म भ्लग बनाउँछु त्यही हो अनि यो चाहिँ शिवजीको मन्दिर देख्न सक्नुहुन्छ देख्न सक्नुहुन्छ यो चाहिँ मन्दिर यहाँ बसौँ ल मेरो लुक कस्तो छ हेर्नु होला लुक एकदम ब्युटिफुल यही बस्ने हामी होइन यतिकै बस्छ तपाईँको फोटो खिच्न होइन अनि भन न के भन्नु छ मेरो सब्सक्राइबरहरूलाई क्यामेराम्यान बोल्नुहोस् केही I am also cameraman, so I will not talk to you. I am focusing your phone. त्यति इङ्ग्लिस बोलेर किन मर्नु मेरो टिकटक इन्स्टलै भएन के नत्र टिकटक बनाउनु हुन्छ है दिदीको फोन छैन टिकटक चलाउनुहुन्न ए यहाँ चाहिँ हामी अस्ति नै शिवरात्रिमा के नाचेर गएको नि बस्छ नाचेको यहाँ यहाँ शिवरात्रि तपाईँ आउनु भएको आएको थियो नि उहाँ पाल्पा फुपू पनि आउनुभएको थियो पाल्पा फुपू र म नाचेँ है अनि फुपूलाई भिडियो गर्न लागेको त फुपूले त बिचरा खुट्टा मात्रै देखाउनु भएको छ क्या यसरी होइन केही हुन्न बोल्ने बेलामा यता गर्ने के क्याम हेलो भाइले चाहिँ खतरा गीत गाउँछन् नि है अस्ति नै गाएको गीत गाइदेऊ न अस्ति नै गाएको के त्यही कता हिँडेको बिजुली बालेर भन्ने गाउ न अनि यहाँ बिनीले केही कुरा भन्ने अरे ल भन्ने बिनी के छ हाल खबर भिन्न चाहिँ हाल खबर के छ मसँग त बोल्दै बोल्नुहुन्न भिनजु त मसँग बोल्दै बोल्नुहुन्न एकलौटा साली छौ अनि किनभने यति माया मारेको भिनजुले वास्तै गर्नुहुन्न बिचरा एकलौटी सालीको किन वास्ते गर्नुहुन्न आइडी नै थाहा छैन मलाई यता दिदी हाँस्नु हो फेरि कहाँ गर त्यहाँ गर शिवलिङ्गमा कहाँ भने ए वहाँ हो भयो छोरो त्यहाँ गएर खिच्ने र अब भोलि पर्सि हामीलाई अस्ति नै खिचेको होइन हामीले र साथीहरू हामी चाहिँ अब यहाँ फोटोसोटो खिच्यौँ अनि त्यसपछि अब घर फर्किँदैछौँ दिदी पार्कतिर नजाने पार्कतिर जानुहुन्थ्यो अब फेरि पार्कमा केही छैन हो केही छैन खेल्ने ठाउँ छ खेल्ने ठाउँ छ क्या बिनी नामको मात्रै पार्क हो अब बाई बाई मन्दिरमा ढोका लाउनु पर्यो खास चाहिँ यसरी हो क्या खिच्नु अब हामी हिँड्यौँ साथीहरू घर ब्याग करेलाको सिजन आइसक्यो
नातिले गाजर उचालेको देख्नु भयो फुपूलाई पनि थाहा भइसक्यो साथीहरू मैले भ्लग गरिसकेँ भनेर कहाँ लानु पर्थ्यो नि मलाई निम्तै दिन भन्दाखेरि एक्लै एक्लै जानुभयो साथीहरू फुपू चाहिँ यहाँ टुर गरेर आउनुभयो के अरे खाली रित्तै थियो क्या गाडी हो 16 जना पुरै बस भरि पुरै खाली थियो ए रमाइलो भयो भन्नु गाडी आउँछ गाजल घर छैन गाडी छ सानो त गाडी आउँछ के यता नाइजे त साइडबाट हिँड्न है ढुकुरिहाल्छन् के बच्चा अब चाहिँ हामी घर हिँड्यौँ साथीहरू आजको भिडियो यति नै कस्तो लाग्छ कमेन्ट गर्नु होला सबैजनाले अनि त्यही हो थ्याङ्क यू फर वाचिङ बाई बाई बिनी